फोटो की वीडियो डाउन टु सिक्वे कर्नर त्यो हो हिमालयन भन्ने हैन हजुरहरु कहाँसम्म हो हामी सिग्नलसम्म यसो घुम्न आएको हजुर सिग्नल सकेपछि यसो हाम्रो जन्मस्थल पिपलडाँडी जाने भनेर ए भनेपछि आज शिवरात्रिका दिन रमाइलो छ एकदम स्पेशल स्पेशल शिव पुराण यज्ञ चलिरहेछ त्यही हामी चाहिँ आफू जन्मेको ठाउँ र आफ्नो जन्मस्थल हो त्यहाँ घुमेर त्यसपछि हामी बुटोल प्रस्थान गर्नेछौँ जान्न पर्यो के अरे यता बस्नुहुन्छ त्यहाँ त किन आएन पछि नाचेको एकदम राम्रो पढाइन्छु यहाँबाट कहाँ पुग्यो देखिन्थ्यो उतापट्टि पानीको मात्रै दुःख त हो नि नत्र त राम्रोसरी पानीको दुःख हो अहिले चाहिँ लिफ्टिङ गरेर लग्छ र पनि पुरा पूर्ण रूपमा अझै पनि भएको पानी मात्रै भयो भने त बाबु के अरे विदेशको जस्तै सुरक्षित के जस्तै बुटोलबाट म जय भैरवस्थान आज शिवरात्रिका दिन यहाँ श्रद्धालु भक्तजनहरूको साह्रै नै घुइँचो छ। हामी सिद्धबाबा धाम नजिकै आइपुगेका छौँ। बाबा धामको दर्शन पश्चात हामी भैरवस्थान मन्दिरको पनि दर्शन गर्ने सोच राखेका छौँ। अलिकति यो गाडीको चापले गर्दाखेरि हाम्रो यात्रा चाहिँ स्लो भइरहेको छ।
आज महाशिवरात्रि सबैको दिन सुखदमय बितोस् भन्न चाहन्छौँ। हजुर सबैमा नमस्कार। म राजु नेउपाने। आज हामी शिवरात्रिका दिन तिलोत्तमा नगरपालिकादेखि विभिन्न मठ मन्दिरहरूको दर्शन गर्ने क्रममा अहिले यो पाल्पा माथि रहेको श्रीनगरमा आइपुगेका छौँ। यो सररै भन्नुपर्दा 20-25 वर्ष अगाडि भनेपछि मेरो बाल्यकालको याद आएको छ। यहाँ आउँदाखेरि हामी चाहिँ पहिला पढ्ने क्रममा विद्यार्थी जीवनमा यता आएर चाहिँ रमाउने गर्थ्यौँ। यो हाडेका फलको रुखबाट टिपेर खाने गर्थ्यौँ। यहाँ हाम्रो अङ्कलले पनि भन्नुभएको छ, मैले पनि टिपेर खाने गर्थेँ, तिमीहरूले पनि खाथ्यौ भनेर भन्नुभएको छ। एकदम खुसी लाग्यो। यो श्रीनगरको भ्यू छ गाइस।